Namaste, good morning. Welcome back to my YouTube channel. I hope हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने मैले आशा राखेको छु। म पनि एकदम सन्चै छु, सन्चो आरामका साथ आज फेरि नयाँ दिन नयाँ भिडियो लिएर हजुरहरूको समक्ष म फेरि उपस्थित भइसकेकी छु है त साथीहरू। यस्तै छ, हजुरहरूकोतिर कस्तो छ? गर्मी छ कि जाडो छ? हाम्रोतिर त एकदमै गर्मी छ, धेरै नै गर्मी बढेको छ, खपि नसक्नु भइरहेछ गर्मीले। सो हजुरहरू को हुनुहुन्छ मेरो च्यानलमा नयाँ को हुनुहुन्छ? नयाँ हुनेहरूले कृपया मेरो च्यानल सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला र जसले गरिदिनु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसरी नै मलाई साथ सपोर्ट गरिदिनु होला र म अझै अगाडि बढ्न सकौँ र अझै नयाँ नयाँ भिडियोहरू हाल्न सकौँ है त। सो यो चाहिँ हजुरको साथ सपोर्ट बिना चाहिँ हुनेवाला छैन। सो आज फेरि शनिबारको दिन छ है। आज घर सफाइ गरेर यसो म पसलमा आएको छु। आज मैले शनिबार पनि पसल खोलेको छु धेरै पछि, नत्र म शनिबारमा कहिले खोल्दिनँ है। आज चाहिँ खोलेको छु। सो सायद आज पसलमै हुन्छु कि के गर्छु मलाई थाहा छैन। जे पनि गर्ने छु त्यो त हजुरहरूलाई म देखाउने नै छु। सो मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला है त अन्तिमसम्म है त साथीहरू। स्टे ट्युन। सो साथीहरू म चाहिँ फेरि आज पनि बिहानै हो। सो मैले चाहिँ हिजो स्याटरडे है भिडियो मात्रै स्टार्ट गरेँ, कहीँ जानु पाएन, पसलको पसल। सो मैले हिजो केही भिडियो बनाएन। सो आज नेक्स्ट डे हो, फेरि नेक्स्ट डे सेम ठाउँबाट मैले भिडियो स्टार्ट गर्दैछु। सेम ठाउँ अब चाहिँ मेरो यो फेभरेट प्लेस हुनेछ यहीँबाट सायद। सो आज चाहिँ के गर्छु त्यो हजुरलाई म देखाउने नै छु है त। सो आज चाहिँ रहेको छ, आज चाहिँ छ नि यता मेरोभन्दा उता एउटा दिदी हुनुहुन्छ है, पार्लर छ उहाँको। मसँग मेरो पसलसँगै उता पार्लर छ र उहाँ चाहिँ मेरो साथी, मेरो दिदी, जे भने पनि एकदम बेस्ट फ्रेन्ड। अनि दिदी पनि हो, हामी एउटै गाउँको है। र उहाँ हुनुहुन्छ भावना ढकाल। उहाँको चाहिँ बर्थडे छ आज। सो हामी चाहिँ यसो केक काटेर सरप्राइज दिने भनेको छौँ है। सो भरे के हुन्छ हेर्दै गर्नु होला है त साथीहरू। मैले चाहिँ अस्ति नै गिफ्ट चाहिँ उहाँको लागि रेडी गरिदिइरहेको छु कि गिफ्ट चाहिँ म देखाउँछु ल हजुरलाई। त्यही म चाहिँ यहाँ गएको थिएँ कि गुगु जुत्ता घर भन्ने छ नि एकदम अहिले भाइरल, त्यहाँ गएको थिएँ। त्यहाँबाट मैले पनि एक सेट लिएँ अनि एक सेट दिदीलाई पनि लिएको छु है त। कस्तो छ भने देखाउँछु ल। यो रहेको छ उहाँलाई गिफ्ट देखाइहाल्छु कि हजुरहरूले पहिला। यो उहाँको लागि लिएको थिएँ, मेरो लागि चाहिँ यो दिस इज माई गुगु जुत्ता घर है, नेपालमै बनेको क्या यो चप्पलहरू चाहिँ राम्रो लागेको थियो। सो म गएर लिएर आएको छु। यही उहाँलाई हुनेछ आजको मेरो गिफ्ट। सो दिदीले गिफ्ट पनि ल्याउँछ ल। सो केक काट्नुपर्छ र उहाँको सरप्राइज हो है, उहाँलाई थाहा छैन पनि। र अब केक ल्याएपछि हेरौँ है उहाँको रियाक्सन कस्तो हुनेछ है त साथीहरू। स्टे ट्युन। के ननिकाल मैले दिदीको केक पनि आइसकेको छ, दिदी पनि आइसक्नु भएको छ। ह्याप्पी बर्थडे भावना ढकाल। के मेरोबाट नि अहिले त्यहीँबाट सेयर गर्नुलाई भिडियोमा त नै है मुला म त हाम्रो बर्थडे चाहिँ सुरु हुन गएको छ। भावनाको स्विट 16 बर्थडे उहाँको सानो सेलिब्रेसन पसलमै होइन। यस्तै लु सबै यसमा चाहिँ अनि झ्यार बाल्नु त हाततिर तलाई
हो नि हाततिर ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर भावना ह्यापी बर्थडे टु यु मे गॉड ब्लेस यु मे गॉड ब्लेस यु ह्यापी बर्थडे डियर भावना ह्यापी बर्थडे टु यु बार बार दिन ये ल आउनु यहाँ दिदी Happy birthday to you. गिफ्ट दिइहाल्नु खानु पहिला खानु गिफ्ट छैन होइन गिफ्ट दिनुपर्छ पहिला म त आज गिफ्ट खाइहालेछ लु यो चाहिँ खानु न मैले खाएँ त नि होइन लु खाने ह्यापी बर्थडे भयो धेरै नखाऊ मिठो रहेछ केक त मिठो हामी त यसरी नै सेलिब्रेट बर्थडे 16औं बर्थडे यसरी अब 17औं रहेछ हौ तेर्सु के हाम्रो गिफ्ट अनबक्सिङ भइरहेको यो गिफ्ट अनि आजको चाहिँ हाम्रो डिस चाहिँ हो होइन हामी भेजिटेरियन हौ सो सबै भेज हो होइन पसलमै हामी चाहिँ रमाइलो गर्छ सबै साथीहरू यहाँ राखिहाल्नु यहाँ राखिहाल्नु कस्तो राम्रो लाग्छ यसले रियल जस्तो देखेको नि कस्तो रियल जस्तो अब हामी खान्छौँ है त स्विट खान्छौँ हामी अब बर्थडे राम्री मान्छेले मिठो खानेकुरा खाँदै हुन्छ बर्थडे ट्रिट होइन कस्तो छ यो एकजना त यहाँ उहाँको फेस रिभिल भएको छैन क्या फेस रिभिल गर्नुपर्छ त्यसपछि रिबन काट्नुपर्छ त्यही भएर फेस रिभिल भएको छैन उहाँको फेस निकाल्यो भने मान्नुहुन्छ होइन सो हामीले बर्थडे सड्डे मनाएर टन्नै भएर बसिरहेछौँ सो बर्थडे गर्ल के भनिदिनु पर्यो भन्नु पर्यो यत्रो रमाइलो गरिदिनु भयो केक काटेर यतिजना धेरैजना भेला भएर रमाइलो गरिदिनु भयो बहिनीलाई दिदीलाई धेरै धेरै धन्यवाद हामीले त के ल्याइदिनु हजुरले चाहिँ मिठो मिठो खानेकुरा बनाएर ल्याउनु भएछ त्यसको लागि धेरै धेरै धन्यवाद यसरी नै सधैँ खाजा बनाएर ल्याउनु ल्याउँछ नि अब रमाइलो लाग्छ खाना सबैजना त्यही त मिठो बनाउनुहुन्छ जस दिदीले हामी त मक्ख खाएर टन्न भएर बसिरहेको छौँ भुँडी लडाएर यस्तै हो राम्ररी भएर आउनु भएको चाहिँ हाम्रो बर्थडे गर्ल नै राम्रो बक्छ राम्ररी भएर आउनु भएको छ सो यसरी नै बित्यो आजको दिन हाम्रो दिदीको बर्थडे मनायो बस्यो खायो यसरी नै बितिरहेको छ है हाम्रो दिनहरू बस्यो खायो मात्रै भइरहेको छ व्यापार स्यापार छैन है है त्यही त ल त अब यति नै भिडियो सो हजुरले यतिन्जेलसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक शेयर कमेन्ट गर्नु सबैजनाले है एकदम प्रमोट गर्नु पर्यो हाम्रो बहिनीलाई है सबैजनालाई है त बाई बाई है बाई